सम्पूर्णमा जय श्री राधेश्याम। 2082 साल फाल्गुन महिनाको 3 गते महाशिवरात्रि व्रत परेको छ। आउनुहोस् महाशिवरात्रि व्रतको दिनमा चाहिँ हामीले कस्तो प्रकारले व्रत बस्न उत्तम हुन्छ र भगवान महादेवको पूजा चाहिँ हामीले कसरी गर्नुपर्दछ, मन्दिरमा पूजा गर्दैछौँ भने हामीले मन्दिरमा कसरी पूजा गर्ने र घरमा हामीले पूजा गर्दैछौँ भने घरमा हामीले कसरी पूजा गर्ने। महाशिवरात्रिको दिन व्रत यदि बस्नुहुन्छ भने हजुरको घरमा चाहिँ सुख शान्ति र समृद्धि चाहिँ प्राप्त हुन्छ। घर झगडा कहिल्यै पनि हुँदैन, घरमा चाहिँ एक प्रकारले मेलमिलाप बढेर जान्छ। महाशिवरात्रिका दिन भक्तवृन्द हामीले चाहिँ विशेष महादेवको चाहिँ उपासना गर्नुपर्दछ, महादेव सहित पार्वतीको उपासना गर्नुपर्दछ। आउनुहोस् हामी सबैभन्दा सुरुमा कुरा गरौँ, मन्दिरमा गएर हामी पूजा गर्छौँ भने हामीले कस्तो प्रकारले पूजा गर्नुपर्दछ। हामीलाई नित्य थाहा छैन, नित्य बिहान उठ्नुपर्दछ, स्नान गर्नुपर्दछ, सम्पूर्ण नित्य कर्महरू सकिसकेपछि हामीले चाहिँ मन्दिरका लागि चाहिँ प्रस्थान गर्नुपर्दछ। के लाने त भगवान महादेव पूजा गर्नको लागि हामीले चाहिँ सेता वस्त्र सकिन्छ भने कपडाहरू लगेर भगवानलाई चढाउनु पर्दछ, सेता पुष्पहरू लगेर भगवानलाई चढाउनु पर्दछ। पहेँलो चन्दन भयो आदि इत्यादि, तिल जौ सर्स्यौं आदि इत्यादि लगेर चाहिँ भगवान महादेवको चाहिँ उपासना गर्नुपर्दछ, पूजा गर्नुपर्दछ। दूध दही घिउ मह सक्खर आदि इत्यादि हामीले चाहिँ पञ्चोपचार सकिन्छ अथवा 16उपचार सकिन्छ। यद्यपि सकिँदैन भने भगवानलाई लगेर चाहिँ हामीले पुष्प मात्र भए पनि चढाउनु पर्दछ। मन्दिरमा जान्छौँ हामी, मन्दिरमा गएर चाहिँ मन्दिरमा दीप कलश गणेश पहिल्यै स्थापना भएको हुन्छ, त्यहाँ गएर चाहिँ हामीले सबैभन्दा सुरुमा दियोको पूजा गर्नुपर्दछ। शुभम भवत कल्याणम आरोग्यम सुख सम्पदम ज्ञान ज्योति प्रकाशय दीप ज्योतिर्नमोस्तुते। कुहिरो रूपी अन्धकारलाई हटाएर चाहिँ सूर्य रूपी प्रकाशलाई छाउनेवाला हे दीपनारायण हजुरलाई म प्रणाम गर्दछु भनेर चाहिँ दीपनारायणको चाहिँ हामीले प्रार्थना गर्नुपर्दछ। त्यसपछि कलशको पूजा गर्नुपर्दछ, कलश स्थापनाय नमः। त्यसपछि गणेशजीको पूजा गर्नुपर्दछ, गणेशाम्बिकाभ्यां नमः। यति गरिसकेपछि हामीले चाहिँ भगवानलाई चाहिँ सुरुमा सबैभन्दा सुरुमा चाहिँ आह्वान गर्नुपर्दछ, आसन राखिदिनुपर्दछ। त्यसपछि हामीले कसरी सकिन्छ पाद्यम अर्घ्यम आचमनम पुनराचमनम पञ्चामृत स्नानम पञ्चोपचारले हामीले चाहिँ भगवानलाई स्नान गराइदिनु पर्दछ। स्नान गराइसकेपछि हामीले चाहिँ अन्तिममा गएर चाहिँ श्रृङ्गार गरेर पुष्पाञ्जली आरती गरेर चाहिँ हामीले चाहिँ भेटी चढाएर चाहिँ हामी अनि आउनु पर्दछ। यो भयो मन्दिरको क्रम। अब घरमा हामीले कसरी पूजा गर्ने, घरमा पनि हामीले दीप कलश गणेश पूजा गर्नुपर्दछ। दीप कलश गणेश पूजा गरिसकेपछि हामीले भगवान सहित माता पार्वतीलाई चाहिँ आह्वान गर्नुपर्दछ। विशेष गरेर चाहिँ भगवानको चाहिँ फोटो भन्दा पनि विशेष तरिकाले भगवान शिवजीको अथवा महादेवजीलाई चाहिँ विशेष लिङ्गको पूजाको चाहिँ विधान गरिएको छ। सबैभन्दा सरल तरिकाले र अत्यन्त छिटो प्रसन्न हुनेवाला आशुतोष हुनुहुन्छ, उहाँलाई चाहिँ हामीले चाहिँ आह्वान गरेर आसन चढाएर कति सम्भव सामग्रीहरूले चाहिँ हामीले पूजा गर्न सकिन्छ। केही सकिएन भने हामीले पत्रम पुष्पम फलम तोयम यो मे भक्त प्रयच्छते। भगवानलाई चाहिँ हामीले केही पनि सकिन चढाउन सकेन भने पत्र बेलपत्र चढाउनु पर्दछ। एउटा बेलपत्र चढायो भने चाहिँ पापनाशनम सारा पापहरू नाश गर्नेवाला त्यो बेलपत्र बन्न पुग्दछ। त्यसपछि हामीले पत्रम पुष्पम एउटा फुल मात्रै चढाउन सकिन्छ भने फुल मात्रै चढाउने, केही पनि सकिँदैन हामीले भगवानलाई केवल जल मात्रै चढाउँदा पनि भगवान चाहिँ अत्यन्त प्रसन्न हुनुहुन्छ। अत्यन्त प्रसन्न भएर हजुरमाथि अवश्य पनि कृपा गर्नुहुन्छ। सम्पूर्ण यसरी पूजा गरिसकेपछि आरती पुष्पाञ्जली गर्ने सज्जन। आरती पुष्पाञ्जली सकिसकेपछि भगवानलाई भोग लगाउनु पर्दछ, नैवेद्यहरू। हामीले व्रतका दिनमा चाहिँ विशेष गरेर चाहिँ अन्न चाहिँ खानु हुँदैन। विशेष गरेर हामीले निराहार व्रत बस्नु पर्दछ। यदि हामीले निराहार सकिँदैन भने फलाहार फलफुल दूध पिएर भए पनि हामीले व्रत बस्न पर्दछ। यद्यपि व्रत बस्दाखेरि चाहिँ हामीलाई कुनै प्रकारको चाहिँ विघ्न बाधा चाहिँ आउनु भएन। उपवास भनिन्छ, उप भनेको त एकदम नजिक गएर चाहिँ वासः बस्नु, भगवानको एकदम समीपमा बस्नु, भगवानलाई स्मरण गर्नु, भगवानलाई सम्झिराख्नु, त्यो दिन भगवानलाई नभुल्नु है भनेर चाहिँ त्यो उपवासको मतलब राखिएको छ जन। यसै कारणले हामीले चाहिँ भगवानबाट वञ्चित हुनु भएन। भगवानको पूजा अर्चना गरिसकेपछि सज्जन हामीले चाहिँ विशेष गरेर
4 प्रहरको चाहिँ पूजाको विधान गरिएको छ। महाशिवरात्रिको दिन सबैभन्दा सुरुमा बिहानै ब्रह्म मुहुर्तमा चाहिँ पूजा गर्नु पर्दछ। ब्रह्म मुहुर्तमा भनेको 3 बजेदेखि 5 बजे सूर्योदय हुनुभन्दा अगाडिको समयलाई ब्रह्म मुहुर्त भनिन्छ। यो समयभित्र हामीले सकिन्छ भने पहिलो प्रहरको पूजा गर्नुपर्दछ। त्यसपछि दोस्रो प्रहर भनेको हामीले मध्याह्न समयमा दिउँसो 12 बजे भगवानको चाहिँ पूजा गर्नुपर्दछ। त्यसपछि तेस्रो प्रहर भनेको बेलुकाको साँझको समयमा 5 बजेदेखि 7 बजेभित्र हामीले पूजा गर्नुपर्दछ। र चौथो प्रहर भनेको रात्रि मध्याह्न 12 बजे चाहिँ हामीले भगवानको चाहिँ पूजा गर्नुपर्दछ। सकिन्छ भने यी 4 प्रहरको चाहिँ हामीले पूजा गर्नुपर्दछ। यदि 4 प्रहरको सकिँदैन भने हामीले चाहिँ कति प्रहरसम्म सकिन्छ सज्जन, त्यति प्रहरसम्मका हामीले चाहिँ भगवानको चाहिँ पूजा गर्ने कोसिस गर्नुपर्दछ। त्यसपछि हामीले पूजा अर्चना गरिसकेपछि दिनभर भगवानको चाहिँ महिमालाई गान गर्नुपर्दछ। सकिन्छ भने महाशिवरात्रिको कथाहरू श्रवण गर्नुपर्दछ। सकिन्छ भने भगवान शिव महापुराणहरू श्रवण गर्नुपर्दछ। भगवानको लीलाहरू, भगवानको गुणगानहरू अनुवाद गर्नुपर्दछ, भजन कीर्तन गर्नुपर्दछ। यद्यपि सकिँदैन भने भगवानको नामहरू जप गरिराख्नु पर्दछ। ओम नमः शिवाय, ओम नमः शिवाय आदि इत्यादि चाहिँ भगवानका चाहिँ नाम मन्त्रहरू चाहिँ उच्चारण गर्नुपर्दछ सज्जन। त्यसपछि रात्रिमा जागरण बस्नुपर्दछ। कुनै पनि व्रत बस्यौँ भने हामीले सकिन्छ भने रात्रिमा जागरण बस्नु अति उत्तम मानिन्छ। एकादशीको व्रत भए पनि, शनि प्रदोष व्रत भए पनि, महाशिवरात्रिको व्रत भए पनि, कुनै पनि व्रत बस्यौँ भने हामीले रात्रिमा चाहिँ जागरण बस्न अनिवार्य हुन्छ सज्जन। यदि सकिन्छ भने, सकिँदैन भने भगवानको चाहिँ लीलाहरू श्रवण गरेर हामीले शयन गर्न सकिन्छ। महाशिवरात्रिको यदि हजुरहरूले व्रत बस्नुभयो भने घरमा चाहिँ सुख शान्ति समृद्धि, पति पत्नीमा, श्रीमान श्रीमतीमा चाहिँ प्रेम बढेर जान्छ, झै झगडा हुँदैन, अत्यन्त चाहिँ राम्रो सम्बन्ध भएर जान्छ सज्जन। भगवानले चाहिँ कृपा गर्नुहुन्छ अवश्य पनि। महाशिवरात्रिको सम्पूर्णमा शुभकामना। जय जय श्री राधेश्याम, जय श्री कृष्ण।